अनन्तलिङ्गेश्वर महादेव मन्दिर भक्तपुरको एउटा लुकेको खजाना। भक्तपुरको एउटा हरियो डाँडामा जङ्गलको बीचमा बसेको छ अनन्तलिङ्गेश्वर महादेव मन्दिर। यहाँ पुग्न गाह्रो छैन, तर मन्दिर पुग्न सिडी चढ्नुपर्छ। सिडी चढ्दा थाकिन्छ, तर मन भने खुसी हुन्छ। यसो मुड फ्रेसको लागि माथि अनन्तलिङ्गेश्वरसम्म जाऊँ भनेर हो। 2 जना मात्रै छौँ, तर साथीहरू चाहिँ कोही छैन, तैपनि हामी चिल छौँ नि होइन दाइ? एकदम ल। कस्तो लागिरहेको छ नि तपाईँलाई? मलाई चाहिँ के धेरै वर्षपछि आफै यतातिर आइयो। 12 वर्षपछि भनेपछि बाटो धन्नेले बिर्सेन हामी यहीँको मान्छे भएर नि। मन्दिर वरिपरि जङ्गल छ। यहाँ चराहरू बोल्छन्, हावा चल्छ र मन शान्त हुन्छ। यो मन्दिर धेरै पुरानो हो। यहाँका मानिसहरू महादेवलाई माया गर्छन् र हरेक दिन पूजा गर्छन्। यहाँ ढुङ्गाले बनेका धेरै साना मन्दिर र मूर्तिहरू छन्। यी सबैले पुराना कथा सुनाइरहेका जस्तो लाग्छ। हप्ता दिनभरि अफिसमा बसेर रुममा बसेर पढ्दै जब स्ट्रेस हुन्छ नि, मनमा एकदम अशान्ति हुन्छ, केही नपुगेको जस्तो हुन्छ भनेपछि यस्तो भगवानको दर्शन गर्नुपर्छ, भित्रैदेखि शान्ति आउँछ। यो भनेको एकदम खुसीको क्षण हुन्छ क्या। भगवानको पाउमा चाहिँ टाउको ठोकेर रोयो भने चाहिँ सबै दुःखहरू सकिन्छ अरे क्या। त्यहीँदेखि भगवानले सुनिदिनुहुन्छ। आउनु होला, दर्शन गर्नु होला। हामी त आइसक्यौँ, सुरुकै दिनमा आइसक्यौँ। थ्याङ्क यू। फेरि पनि हेरौँ यताउता के हुँदैछ अरू पनि। मन्दिरको बीचमा एउटा पोखरी छ। पोखरीको बीचमा नागको मूर्ति छ। नाग महादेवको साथी हो। अनन्तलिङ्गेश्वर महादेव मन्दिर हेर्न मात्र होइन, महसुस गर्न जाने ठाउँ हो। यो यात्रा मन, प्रकृति र भगवानसँग जोडिने यात्रा हो।